रिसर्च ब्लकमा जाँदैछौँ गाइज हामी। हाम्रो सीता यता हिँड्दैछन्, म भने यतातिर छु। यो फाइल मतलब यो बुक हो। यो बुकमा चाहिँ सबै कुराहरू यसमा लेखेको छ। ब्लड टेस्ट गर्नुपर्ने छ सीताको ब्लड टेस्टको लागि हामी जाँदैछौँ होइन सीता गाइज। यो चाहिँ माथिको सर्जरी वार्ड हो, तल चाहिँ मेडिकल वार्ड छ गाइज यतातिर। अनि पानी छरछर गरिरहेको छ। त्यो साइड चाहिँ नेहरू हस्पिटल भन्छ जसलाई। अनि न्यु रोडपट्टि अलिक पर छ। अनि यहाँ अलग अलग डिपार्टमेन्टहरू छन् सबै। हामी अब भित्रतिर छिर्यौँ यताबाट रिसर्च ब्लकमा। हामी ए ब्लकमा जाँदैछौँ रिसर्चको। अनि जहाँ चाहिँ नि ठुला टेस्टहरू हुन्छ। अनि के अरे म्यासेज गरिदिउँ हामी तल आछौँ भनेर भन। सीताको चाहिँ क्लाइन्ट भन्छन् कि कस्टमर भन्छन् होइन, कस्टमरै भनौँ हामीले बुझ्ने भाषामा। चिनेको डक्टरहरूसँग मिलेर अनि छिटै हुन्छ कि भन्ने कुरा हो। सीताको चिनेको डक्टर हुने जानेछौँ। त्यही हामी चाहिँ ब्लक ए, यो चाहिँ ब्लक ए हो। बिउ पारी छ उतातिर। यो उप्र हामी 6औँ मन्जलमा जानेछौँ यहाँ। अनि यहाँबाट भित्र छिर्छौँ अब हामी। अब गाइड भित्र चाहिँ भिडियो बनाउन दिँदैनन्। अब यहीँसम्म एन्ड हौँ होइन। अहिले आइसकेपछि म बताउने छु तपाईँलाई। गाइज हाम्रो सीता चाहिँ यतातिर बसेर वेट गरेछ। अनि यतातिर यो 7मा जानुपर्ने छ। पालो आएको छैन अझै भित्र। हामीले पर्ची दिइसकेका छौँ। यहाँ सीताले चिनेको डक्टरलाई फोन गरेको हो। ऊ बिजी छ कि आउँछ त भन्दै थियो, कतिखेर आउने हो त्यो। आफ्नो भिडियो हेर्दै बसेछन् क्या चिने। हामी चाहिँ वेट गरिरहेको छौँ दुईजनाले। गाइज हाम्रो काम चाहिँ बनिसक्यो। 10 बजी आएको 1 बज्यो। यत्रो टाइम लाग्यो गाइज एउटा कार्ड नबनाउनलाई। पहिला हाम्रो सीता काजीलाई पहिला कार्ड बनाऊ भनेर अनि एउटा डक्टरले म कार्ड बनाइदिन्छु सीता तेरो अनि बनाउनु भन्यो अरे अस्ति बनाइने नि। त्यही भएर आज यत्रो इमर्जेन्सीमा गएर कार्ड बनाउँ। यत्रो यहाँ फाइल बनाउनु पर्ने भयो। अनि अब म जाँदैछु घर, सीता जाँदैछु आफ्नो काममा। सीता आउनु को आउने मास्क लगाएको। अरे म गर्दैन यार, केही नगर्ने म। यहाँको स्थिति भन्दा यस्तो छ, सब मान्छेहरू बाहिर बसेका छन्। अनि के गर्नु होइन, यस्तो छ। हस्पिटलमा त कसैलाई नआउनु परोस् भन्ने हुन्छ, तर के गर्ने, हस्पिटलमा आउनु परिहाल्छ। हामी सही कुरा हो। अहिले चाहिँ हामी यहाँ बाहिर गेटमा आइसकेका छौँ, गेटमा निक्लिसकेका छौँ। अब यहाँबाट चाहिँ हामी अटो पक्रेर जान्छौँ सीता सेक्टर 9सम्म। म चाहिँ हाउसिङ बोर्डसम्म जान्छु। 12 दिनपछि रिपोर्ट आउँछ भन्दै थियो होइन। 12 दिन 10 दिन अरे म त बिर्सियो हौ। यो बाहिर आइसक्यौँ गाइज। यो चाहिँ मेन गेट हो यहाँको। सीता अघि हिँड्दैछन् अनि म भने यहाँ पछि हिँड्दैछु। भोक लाग्यो नि तिमीलाई? म त खाना खाएर आउँ, त्यस्तो भोक लागेन मलाई। र यहाँनिर अरू छन् गाई, अटोमा जानेछौँ हामी भने अटोमा बसिसकेका छौँ। सबभन्दा अगाडि बसेका छौँ। दाहिनेतिर म बसेको छु, दाब्रेतिर सीता बसेछन्। अनि यो चाहिँ बाहिरको दृश्य गाइस म तपाईँहरूलाई देखाइरहेको छु। सीता भने उत्रेर जाँदैछन्।